अर्कान्सामा चाहिँ हिउँ परेको 3 दिन भइसक्यो। अझै स्नो चाहिँ रोड चाहिँ क्लियर गर्यो, क्लियर गरिरहेको अझै पनि। तर स्नोको अझै लेयर चाहिँ छ, टन्नै छ अझै। आइस फ्लेक्स भएर बसिरह। अझै टाइम लाग्छ होला स्नो मेल्ट हुन त। हिजोसम्म चाहिँ टेम्परेचर लास्टै नै चिसो थियो। आज चाहिँ टेम्परेचर 34-35 फेरेनहाइट छ। म चाहिँ अहिले यसो गाडी के रहेछ त कन्डिसन हेरेर आएको। विन्डसिल्डमा स्नो चाहिँ पुरै जमाएर रहेछ। यो चाहिँ टाइम लाग्छ जस्तो छ। मैले चाहिँ यसलाई चाहिँ स्टार्ट गरेको छु, डिफ्रोस्टमा राखेको छु। हेरौँ यताको वेदर चाहिँ यस्तो छ। तर स्टिल स्नो चाहिँ त्यति धेरै बाँकी छ। कम्प्लिटली नेचुरली मेल्ट हुन चाहिँ 1 हप्तै लाग्छ कि जस्तो लाग्छ मलाई चाहिँ। यो चाहिँ खासै स्नो नपर्ने ठाउँ हो, त्यही भएर यहाँको इन्फ्रास्ट्रक्चरहरू चाहिँ स्नोको लागि चाहिँ त्यस्तो रेडी छैन। युनिभर्सिटी नै क्लोज थियो, युनिभर्सिटी एरियामा युनिभर्सिटी नै क्लोज थियो 3-4 दिनको लागि। आज पनि क्लोज छ। बट रोड चाहिँ मेन रोड चाहिँ क्लियर गरायो बिस्तारै। सबै हाउसिङहरू पनि बन्द छ। कलेज चाहिँ 1-2 दिनमा खुल्छ होला। बट हिउँ चाहिँ खेल्न चाहिँ मजा, तर यो हिँड्न चाहिँ लास्टै जाऊ। त्यहाँ स्नोम्यान पनि देख्न सक्नुहुन्छ, स्नोम्यान देखाउँछु। मान्छेहरूले चाहिँ स्नोम्यान पनि बनाएर रहेछन् खेल्नलाई। जे होस्, स्नोम्यान पनि ट्याक्क लाएर ठुलो सानो। हिउँ पर्दाखेरि चाहिँ रमाइलो भयो, खेल्यो। तर हिउँ परिसके पछाडि चाहिँ खासै मजा आउँदो रहेछ। यो मिनेसोटा क्यानाडातिर चाहिँ कसरी मान्छेहरूले सस्टेन गर्छन् होला जस्तो भयो मलाई चाहिँ।